यतिको केटी पाए त लोयल बस्छिन्। बर्थडे आयो होइन के भन्छ 3 महिना अगाडि कुकुर तिहार गइसक्यो त। ए पागल मेरो बर्थडे होइन कि मेरो गर्लफ्रेन्डको बर्थडे हो बरु के गिफ्ट दिनु त्यो चाहिँ भन्न बरु एउटा कुकुर किनेर देन त। कुकुर त पहिल्यै छ त्योसँग ए बिर्सेको दही छास् त। यहाँ मजाक नगरी भन् त के गिफ्ट दिनु मेरो बेबीलाई तेरो गर्लफ्रेन्डको फेभरेट कलर येलो ब्लू आई लभ यु टु। ए पागल मैले येलो र ब्लू कलर भनेको आई छैन त आफ्नो औकातमा ए ए ए अनि तेरो गर्लफ्रेन्डलाई के गर्न मन पर्छ? मसँग झगडा गर्न मजाक गरेको के उसलाई नाच्न गीत गाउन गीत सुन्न मन पर्छ गीत सुन्न? त्यसमा एउटा इयरबड्स किनेर देन त। इयरबड्स त साह्रै महँगो हुन्छ यार 1000 रुपियाँसम्म आउने केही छैन मान्छे त चुयै हो त पनि तर टेन्सन नगर अल्टिमाको अफिसियल आउटलेट अब चितवनमा खुल्दैछ 3599 पर्ने इयरबड्स मात्र रु 999 मा अनि अरू अफर पनि छन्। त्यति मात्र हो र स्टोरकै ओपनिङको ओकेजनमा अल्टिमा लन्च गर्दैछ ब्रान्ड न्यू माइक। त्यति मात्र हो र जतिको पर्चेस गरे पनि रु 5000 बराबरको गिफ्ट कार्ड पाइन्छ। हो र त्यसो भए इयरबड्स किन्न त्यही जानुपर्छ है। हेलो बेबी ब्रेकअप रे बेबी ब्रेकअप नै भयो अनि अब गिफ्ट ब्रेकअप भइसक्यो के को गिफ्ट नि ए येलो ब्लू